वेस्ट इन्डिजले लगातार खेलमा हराउँदै नेपालले युएईमा जारी टी20 आई श्रृङ्खला एक खेल अगावै जितेको छ। नेपालले वेस्ट इन्डिजलाई 90 रनको फराकिलो अन्तरले हराएको। नेपालले दिएको 174 रनको बलियो लक्ष्य पछ्याउँदै वेस्ट इन्डिजले 83 रनमा अल आउट भयो। वेस्ट इन्डिजका लागि जेनस होल्डरले सर्वाधिक 21 रन बनाए। वेस्ट इन्डिज कुनै पनि बेला खेलमा हावी हुन सकेन। नेपालका आदिम आलमले 4 ओभरमा 24 रन दिएर 4 विकेट लिए। कुशल भोटेलले 3 तथा ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले एक विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 6 विकेट गुमाएर 173 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेख र सन्दीप जोराले अर्धशतकीय पार खेले। आसिफले 47 बलमा अजित 68 रन बनाए। जोराले 39 बलमा 63 रन बनाए। आसिफ र जोरा मिलेर चौथो विकेटका लागि 100 रनको साझेदारी गरेका थिए। वेस्ट इन्डिजका लागि कप्तान अलिफ होसेनले 4 ओभरमा 21 रन दिएका थिए, 2 विकेट लिए। काइल मेयर्सले 2 ओभरमा 26 रन दिए, 2 विकेट लिए। जेडिया ब्ल्यान्सले 1 विकेट हात पारे। यसअघि पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको थियो। यस खेल जितेपछि नेपालले टेस्ट राष्ट्रिय विरुद्ध ऐतिहासिक श्रृङ्खला समेत जितेको छ।